गुड मर्निङ सम्पूर्ण साथीहरुमा। मैले आज यो माछा पकाउन गइरहेको छु। यो मैले 10-15 मिनेट जति भयो बेसा नुन र कागतीमा मोलेर राखेको। चाहिँ मैले प्याज र टमाटर यसरी काटेर राखेको छु। अनि यो मसला, त्यसपछि यो तोरी पनि पिसेर राखेको हो। मैले सिलौटोमै पिसेर गराउँछु, मिक्सरमा चाहिँ मलाई कस्तो मिठो लाग्दैन के, त्यही भएर यसले फेरि जे पनि भिडियो बनाउन थाले भनेर नभन्नु होला। यो चाहिँ मलाई रमाइलो लाग्छ यसरी देखाउन, यसरी काम गर्दै भिडियो बनाउन। यहाँ चाहिँ तेल यसरी तातिरहेको छ। यो कालो कराई हो है, कालो कराईमा मिठो हुन्छ, कालो कराई नभन्नु। यसमा चाहिँ मैले अलिकति ज्वानो राख्दैछु, चिसो छ नि त आज। यसरी हल्का हल्का ब्राउन भइसकेपछि मैले यो पत्ता राखिदिँदैछु। मैले प्याज राखेँ, यसरी यसलाई अलिअलि ब्राउन हुन दिने। मैले चाहिँ माछा तारेर चाहिँ बनाइनँ होइन, आज तेल कति महँगो भएको छ कि, त्यही भएर तारेर गराइनँ, म यत्तिकै गराउँदैछु। सबैको आफ्नो तरिका हुन्छ होइन बनाउने। मैले चाहिँ यसरी बनाउँछु। तपाईँहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला भिडियो अन्तिमसम्म हेरेर। यत्तिको भइसकेपछि मैले टमाटर राखिदिएँ। अनि मैले अघि पिसेर राखेको मसला यसमा बेसा र नुन पनि एड गरेर राखिदिँदैछु। हेर्नु है साथीहरू, मसला यस्तो मजाले पाक्यो। म त टमाटरहरू पनि पुरै यस्तरी पिल्साइदिने हो कि, राम्रो लाग्दैन कि छ्यारक्क भएको। अब यसमा मैले थोरै पानी राख्छु। अनि सुपवाला बनाउनु लागेको कि, झोल खानु पर्यो। यति जति पानी राखेँ मैले। अब माछाहरूलाई चाहिँ यसरी राखिदिन्छु कि म त। तपाईँहरूले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नु होला। मैले नजानेको हुनसक्छ, मलाई सिक्ने मौका पनि हुन्छ होइन। मैले चाहिँ यसरी बनाउँछु। फाइनल्ली मेरो माछा पाकिसकेछ। अब हेर्नु त, यत्तिको पाक्दैछ। यस्तो राम्रो देखिएछ, मिठो पनि भएको छ। मैले आज एकदमै धेरै मेहनत गरेर पकाइरहेको छु। यो मिठो भएको छ। अब यसमा मैले धनिया राखिदिएँ। माछाको सुप तयार भयो। थ्याङ्क यू फर वाचिङ।